मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नम्बर 8 स्थित राधानगरमा रहेको पेट्रोल खानी यति बेला गौचरणमा परिणत भएको छ। यति बेला सो ठाउँ आसपासका स्थानीयका लागि गाई भैँसी चराउने गौचरण बनेको हो। 32 वर्ष अघि सो ठाउँमा पेट्रोल खानी रहेको प्रमाण भेटिएपछि सुरु गरिएको उत्खननलाई निरन्तरता दिन केपी ओली नेतृत्वको सरकारले 5 वर्ष अघि निर्देशन दिएसँगै सो ठाउँको अनुगमन गर्ने र चिनिया विज्ञ सहितको टोली त्यस ठाउँमा अवलोकनका लागि पुगेर अनुसन्धान गर्नुका साथै सो ठाउँमा काम सुरु गर्ने बताएका थिए। ओली सरकारसँगै सो कुरा पनि सेलाएको थियो। हाल केपी ओली नै फेरि सरकारमा छन्, तर पेट्रोल खानीको कुरा भने लगभग बन्द अवस्थामा रहेको छ। पेट्रोल खानी सञ्चालनमा ल्याउन सरकारसँग स्थानीय बासिन्दाले पटक पटक माग गर्दै आएका छन्। विक्रम सम्वत 2045मा प्रमाणित भएको पेट्रोल खानी अलपत्र छाडिनुमा सरकार दोषी रहेको स्थानीयको आरोप छ। 32 वर्ष बित्दा समेत पेट्रोल निकाल्ने त कुरै छाडौँ, ड्रिल गरेर खनिएको क्षेत्रलाई अलपत्र छाडिएको स्थानीयवासी सन्तोष चौधरी बताउँछन्। पञ्चायतकालमै 2042 सालमा त्यहाँ पेट्रोलको कच्चा पदार्थ छ भन्ने तथ्य पत्ता लागेको स्थानीयवासीहरू बताउँछन्। 2 बिघा 17 कट्ठा जमिनमा अवस्थित क्षेत्रफलमा आधार इलाकामा पेट्रोलको कच्चा पदार्थ रहेको पुष्टि भएपछि त्यहाँको जग्गा स्थानीयवासीबाट अधिग्रहण गरिएको थियो। सो ठाउँमा लगाइएको तारबार समेत भत्किएको र सो क्षेत्र गौचरणमा परिणत भएको छ। स्थानीयवासीका अनुसार 2042 सालमा त्यहाँ पेट्रोलको कच्चा पदार्थ फेला परेपछि सर्वे थालिएको थियो। पेट्रोल अन्वेषण परियोजना नै सक्रिय भएर नेपाल, इटाली, नेदरल्यान्ड र स्विजरल्यान्डका प्रतिनिधिको सहभागितामा खानी उत्खनन सुरु गरिएको थियो। पेट्रोल खानी किन उत्खनन बन्द भयो आधिकारिक रूपमा कसैलाई थाहा छैन, तर यति बेला सो पेट्रोल खानी गौचरणमा परिणत बनेको छ।